यतिको मात्रै छ होला झोला। यो के हो यस्तो? सबैलाई बर्खा लाग्दो रहेछ, यो टिउलाई बर्खा लाग्दैन रहेछ। ए म त मरे है। कहिलेकाहीँ यस्तरी झोला बोकेर नि हिँड्ने दिन आउँदो रहेछ। बर्खा लागेर बाटो बिग्रेर गाडीले छोड्यो बिचरा। म धन्न चप्पल लगाएछु, जुत्ता लगाएको भए झन् कसले बोकिदिन्थ्यो मेरो जुत्ता। हे भगवान्, भगवान्लाई जप्नु बियो, कसलाई भन्नु। हिँड्दा पनि कामदै हिँड्नुपर्छ, के गर्नु, बाटो त्यस्तो चिप्लो छ। यो टिउलाई भन्ने बेला भयो। यो टिउलाई बर्खा लाग्दैन रहेछ, थाहा छैन। हामी कति बिकट ठाउँदेखि आउनुपर्छ एक्जाम लेख्नु भनेर। किन नबुझेको हाम्रो दुःख। ए भगवान्, कति चिप्लो भयो चप्पल। मरे मरे बित्थामा पेन्ट लगाएछ, कटु लगाएको हुन्थेछ। के गर्नु, लाज हुन्छ कटु लाउनु पनि। बुहारी भयो अब त लामो लुगा लाउनु पर्छ अरे। यतिको पनि यो पेन्ट पनि बित्थामा लगाएछ। यस्तो छ अनि पानी। दही चिउरा खाने दिनमा हाम्रो एक्जाम बनाएर यो टिउले। अಯ್या मरे, कति गरौँ झोला। झोलामा त त्यस्तो सामान छैन, त्यो कपडाहरू, अब यसो छाताहरू, आफूलाई चाहिने सामान। तर पनि थोरै सामान पनि बोक्दा बोक्दै लास्ट गरौँ हुँदो रहेछ। के गर्नु हौ, के गर्नु, बर्खा लाग्यो। हिरोनी भएर ट्याक्सीमा चढेर आउँदै थिएँ। रोड भए पो ट्याक्सी चल्छ त, फर्किनु पर्यो गाडी त। आफ्नो त भोलि छ एक्जाम, हिँड्नै पर्यो बाध्यताले। यो टिउले उसको बाउको के हेर्दै थियो होला नि हिउँदाभरि चाहिँ, अनि बर्खामा एक्जाम बनाइदिन्छ। टिउको मान्छेहरूलाई धान रोप्ने बेला भएको छ, यो ठाउँमा लिएर राख्ने बेला भएको छ हौ। यस्तो छ अनि कहिले पुग्नु, गाडी भक्सुमा पुग्नु अझै कति, अरूलाई चाहिँ लाग्छ होला 1 घन्टा 1.5 घन्टा, मलाई चाहिँ लाग्छ 3 घन्टा है अझै हिँडेर। कछुवाको तालमा छ नि त मेरो हिँडाइ। यहाँ भएको सामान पनि फालौँ जत्तिकै भइसक्यो मलाई, गरौँ भएर। पढ्नु अल्छी लागेर पहिला गएको, पहिला गएर पनि पढ्नु पर्दो रहेछ त, गाह्रो छ। सबै लुगा भिजिसक्यो। त्यही एक ठाउँ मात्रै बिग्रिया रहेछ, अरू ठाउँ त राम्रै छ। राखेस अबको 84मा म पनि उयो भन्छु, के पो प्रधानमन्त्री कि के भन्छ हौ देशको ठुलो मान्छेलाई, जान्दिनँ त्यो पनि म। अಯ್या दिमागै हराइसक्यो मेरो। हे भगवान्, रातभरि पानी आउनु अरे अनि अहिले चाहिँ रोकिनु अरे। बरु रातभरि नआउनु, अहिले चाहिँ आउनु नि बिहान। यस्तो यार, त्यो बाटो भत्काउनुकै लागि आएको होला। पुरा भयो उनीहरूको इच्छा, पानी नै रोक्यो। मेरो काँध पिल्छेन।
अब मर्यो पानी पनि खाएको छैन भोक लाग्यो असार साउनमा व्रत लिन्छ अरे मेरो असारमै व्रत भइसक्यो आज म त हिँडेर खाइसके त्यहाँको लागि यत्रो मात्रै छ है धर्ना अहिले सानो पुल छ यहाँबाट हिँड्नुपर्छ भारी बोक्न यस्तो छ यत्रो छ नि हौ खोला त यो भगवान् पानी पनि कत्रो चाहिँ आएको थियो त हौ झन् घरमा सुतेको उपकार न खोला उँधो खोल्सातिर यतिको मात्रै छ हिँड कहिले पुग्नु मलाई यहाँ एउटा नानीको आमाले छोडिसक्यो हिँड्नुमा तर शीतल छ हिँड्नु चाहिँ मजा भइरहेछ गाडी आएर चढे है बोलेर लास्टै त्यही झ्याउ लाग्यो म त निन्द्रै आयो क्या हिँडेर